आज फेरि नयाँ बाटो नयाँ अनुभव। गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु आयुब टक्स। युआर वाचिङ वान स्टेप वान स्टोरी वान च्याप्टर एट अ टाइम। आज फेरि निस्केको छु एउटा नयाँ जर्नीमा एन्ड आइ एम रियली एक्साइटेड टु टेक यु अल एलोङ विथ मी। आजको जर्नीमा के देख्न पाइन्छ, कुन कुन ठाउँ पुग्न पाइन्छ र कोसँग भेट हुन्छ र कस्तो एक्सपिरियन्स हुन्छ, लेट्स फाइन्ड आउट टुगेदर। यो साग कसरी छ? न्युरो 2 मुठा दिनु है। मैले भ्याएको थिएन जानलाई, अनि आज गइरहेको छु तिनीहरूलाई भेट्नको लागि। आज बर्थडे पनि रहेछ, म देखाउँछु बर्थडे गिफ्ट म के लिएको छु। बर्थडे रहेछ आज। टमाटर छ, मैले भ्याएको थिएन जानलाई, अनि आज गइरहेको छु तिनीहरूलाई भेट्नको लागि। आज बर्थडे पनि रहेछ, म देखाउँछु बर्थडे गिफ्ट म के लिएको छु। अनि त्यस्तो जनावरहरूलाई के गिफ्ट दिउँ भनेर यस्तो सागसब्जी किन्दैछु। अनि त्यस्तो त्यही छ। अब जान्छु म, अनि निस्किन्छु के हुन्छ। अनि त्यस्तो जनावरहरूलाई के गिफ्ट दिउँ भनेर यस्तो सागसब्जी किनिदिएको। अनि त्यस्तो केही छ। अब जान्छु म, निस्किन्छु के हुन्छ। अनि खै यार कोही बोल्दैन त। ल लक छ र, म फोन गर्छु त्यहाँ छ। क्या प्रेङ्क गरेछन् क्या मसँग यार यिनीहरूले। बर्थडे छ भनेर बोलाएको, रुममा कोही छैन। ल लक छ र, म फोन गर्छु त्यहाँ छ। क्या प्रेङ्क गरेछन् क्या मसँग यार यिनीहरूले। बर्थडे छ भनेर बोलाएको, रुममा कोही छैन। तिनीहरू कतै नुहाउन गएको छन्। मैले फोन गर्दाखेरि नजिकै कतै नुहाउन गएको छन्। लेट्सी कहाँ छन्, के गरिरहेछन्। फेरि प्र्याङ्कै गरिरहेछन् होला जहाँसम्म लागिरहेछ मलाई। तर पनि लेट्स गो। यो जान्छ ल ल। यो जान्छ ल ल। मैले एउटा केरलाको भिडियो हेरेँ क्या, अनि त्यो भिडियोमा यस्तै, तर त्यहाँ पिच अलिक पुल बनाएको थियो, यहाँ बनाएको छैन, त्यति फरक मात्रै हो। त्यस्तो केही छ। बवाल चिसो पानी छ पुरै। प्लास्टिक नफालिदिनु होला इफ तपाईँहरू आउनुभएको छ भने। एकदम चिसो पानी छ र एकदम हरियो छ, शान्त छ, एकदमै वातावरण शान्त छ पुरै। प्लास्टिक नफालिदिनु होला इफ तपाईँहरू आउनुभएको छ भने। एकदम चिसो पानी छ र एकदम हरियो छ, शान्त छ, एकदमै वातावरण शान्त छ यहाँ। बाह्र बजे आएको थिएँ, तर अहिले पनि झर्ना पुग्न सकेको छैन, किनकि यति राम्रो भ्यू सिनरीहरू जङ्गलको बिचमा। यस्तो केही छ। 12 बजे आएको थिएँ, तर अहिले पनि झर्ना पुग्न सकेको छैन, किनकि त्यो पानी यति राम्रो भ्यू सिनरीहरू यहाँ पानी गइरहेको छ। त्यसपछि यस्तो केही छ, ऊ त्यहाँ रुखनिर निस्किरहेको छ पानी। त्यो पानी यहाँबाट अन्डरग्राउन्ड भएर फोहोरहरू यहाँ पानी गइरहेको छ। त्यसपछि ऊ त्यहाँ रुखनिर निस्किरहेको छ पानी। यहाँ फोहोरहरू
कहाँ छ झर्ना जान्न जान्न त डक्टर अमन डक्टर जगत थाहा छ होइन जान्न त उता जान्न एकछिन डक्टर जगत थाहा छ होइन जान्न त उता जान्न एकछिन मानव डेट लेखिदिनु आज 5 दिन यसको आज सक्नु मानव डेट लेखिदिनु आज 5 दिन यसको आज सक्नु थैंक यू तो चप्पल चप्पल बोलते हैं थैंक यू तो चप्पल चप्पल बोलते हैं